सोधिने यो टाइप अफ युनिभर्सहरु इजी वेमा बुझौँ है त। फर्स्ट अफ अल हामीले बुझ्नुपर्छ क्रिटिकल डेन्सिटीको बारेमा। क्रिटिकल डेन्सिटी भनेको एक्ज्याक्ट डेन्सिटी हो जसले गर्दाखेरि चाहिँ युनिभर्स फ्ल्याट रहन्छ। अब यसको कारणले गर्दाखेरि तीनटा पोसिबिलिटिज हामीसँग। फर्स्ट पोसिबिलिटिज भनेको यदि मेन डेन्सिटी अफ युनिभर्स चाहिँ क्रिटिकल डेन्सिटी भन्दा बढी भयो भने के हुन्छ, यदि दुई वै बराबर भयो भने के हुन्छ, र अथवा मेन डेन्सिटी चाहिँ क्रिटिकल डेन्सिटी भन्दा कम हुँदाखेरि के हुन्छ। फर्स्ट अफ अल ग्राभिटी कस्तो हुन्छ भन्दाखेरि चाहिँ फर्स्ट केसमा चाहिँ हाम्रो ग्राभिटी स्ट्रङ हुन्छ र यदि बराबर छ भने चाहिँ हाम्रो ब्यालेन्स ग्राभिटी हुन्छ भने, यदि मेन डेन्सिटी कम छ भने त्यति बेला विक ग्राभिटी हुन्छ। सो बिग ब्याङ पछि के भयो, इनिशियली युनिभर्स एक्सपान्डिङ थियो। सो अब के हुने भयो भन्दाखेरि चाहिँ एक्सपान्ड भइरहेको छ। सो फर्स्ट केसलाई हामीले हेर्छौँ भने फर्स्ट केसमा के ग्राभिटी त स्ट्रङ छ। सो स्ट्रङ ग्राभिटी भएको कारणले गर्दाखेरि चाहिँ यसले चाहिँ के गर्छ, एक्सपान्सनले स्लो डाउन गर्दै जान्छ। स्लो डाउन गर्दा गर्दै एउटा ठाउँमा गएर स्टप हुन्छ र स्टप भइसकेपछि त्यसपछि यसले कन्ट्र्याक्ट गर्न थाल्छ। सो के हुन्छ, युनिभर्स चाहिँ भित्रतर्फ चाहिँ के हुन्छ, कन्ट्र्याक्ट हुन थाल्छ र कन्ट्र्याक्ट भएर कोल्याप्स हुन्छ। सो यो भित्रतर्फ आइरहेको छ, क्लोज हुन लागेको छ। त्यही भएर यस्तो टाइप अफ युनिभर्सलाई हामीले क्लोज युनिभर्स मानिन्छ। त्यस्तै गरी सेकेन्ड केसमा हेर्छौँ भने ब्यालेन्स ग्राभिटी छ। सो के हुन्छ, त्यो एक्सपान्सन के हुन्छ, कन्टिन्यू नै रहन्छ। तर के हुन्छ, त्यो एक्सपान्सन चाहिँ बिस्तारै बिस्तारै स्लोली हुँदै जान्छ हैन। सो विथ टाइम त्यो स्लो हुँदै जान्छ, स्लो डाउन हुँदै जान्छ भने अब यस्तो कारणले गर्दाखेरि चाहिँ फ्ल्याट युनिभर्स फर्मेसन हुन्छ। त्यस्तै गरी यदि अब मेन डेन्सिटी भनेको हाम्रो कम छ भने त्यति बेला ग्राभिटी पनि के हुन्छ, कम हुन्छ। ग्राभिटी के हुन्छ, विक ग्राभिटी हुन्छ। जसको कारणले गर्दाखेरि के भयो भन्दाखेरि चाहिँ अब यो बाहिर एक्सपान्डिङ भइरहेको छ, अब यसलाई भित्र तान्ने फोर्स चाहिँ के भयो, कम भयो। सो द्याट मिन्स के हुन्छ भन्दाखेरि यो चाहिँ कन्टिन्यू हुन्छ फरएभर। सो बाहिरतर्फ यो झन् एक्सपान्ड हुँदै जान्छ। त्यही भएर यसरी हाम्रो ओपन युनिभर्सको फर्मेसन हुन्छ है त। अब एन्सर हेर्छ भने यो केसमा चाहिँ हामीलाई क्रिटिकल डेन्सिटी चाहिँ लेस देन दी हामीलाई एभरेज डेन्सिटी भनेको छ। सो एन्सर भनेको के हुन्छ, क्लोज युनिभर्स हुन्छ। सो फ्ल्याट युनिभर्स हुनको लागि चाहिँ दुवै डेन्सिटी बराबर हुनुपर्छ भने ओपन युनिभर्स हुनको लागि चाहिँ हाम्रो क्रिटिकल डेन्सिटी चाहिँ एभरेज डेन्सिटी भन्दा बढी हुनुपर्छ। प्यारलल युनिभर्स भन्ने चाहिँ डेन्सिटीको टर्ममा हुँदैन है त। Follow for more such contents.